सम्पूर्ण साथीहरूलाई नमस्कार। अहिले चाहिँ हामी कानागाउँबाट चाहिँ निगाताको लागि जाँदैछौँ। बाटोमा हामी 3जना नेपाली साथीभाइहरू र एकजना हाम्रो बोस चाचु सान हिरो सान हुनुहुन्छ होइन। अहिलेको लागि चाहिँ अनि मलाई त चिनिराख्नु भएको छ प्रकाश, अनि हाम्रो पछाडि साथी हुनुहुन्छ दिपेश सर। हेलो दिपेश सर। हेलो नमस्ते। के छ सबैजनाको हालखबर? सन्चै हुनुहुन्छ? आराम हुनुहुन्छ? कस्तो लाग्दैछ त आजको नाइ? आज अब जाँदैछौँ, हेरौँ के कस्तो हुन्छ। रमाइलो गर्ने आश। के को लागि चाहिँ जाँदैछौँ आज हामी बिजनेस ट्रिप हो। हाम्रो बिजनेस कतिको सफल हुन्छ? कामको सिलसिलामै हो। पछाडि हाम्रो विमल सर हुनुहुन्छ, आफ्नैमा बिजी हुन्छ र बाटो चाहिँ एकदम स्मुथ छ। अहिले चाहिँ हामी हाइवेबाट जाँदैछौँ होइन? हजुर 115 को स्पिडमा हाँक्दैछौँ। अहिले चाहिँ हाइवे हो, यो चाहिँ फास्ट ट्र्याक भनौँ न, नेपालतिर फास्ट ट्र्याक भन्ने हल्का सुनिसक्यो हो, त्यही फास्ट ट्र्याक हो। म हितोपत्तो होने गाइसिमास। Halo. Naniよ。どうですか？ライブだけビデオ。ライブね。ライブじゃないですか？これはビデオ。これから新潟行きます、みんなで。はい。アジさん初めての新潟。はい、私は初めて新潟。でも2人、ネパール人2人は何回行ったもんね。はい、何回。3回、4回ぐらい。3回4回ですから。今日は天気とすごいですね。いい天気ですね。上手だ、アジさん。Nice. Weather is good. 楽しみでしょ、アジさん。楽しみです。毎日仕事ですから今はちょっとシャンプーとして仕事としてために新潟へ行きますから、リフレッシュ。はい、リフレッシュ、みんなでリフレッシュと言いますか。はい、サツさんとエンサムナイトです。छोटो परिचय दिनु न त। म चाहिँ दिपेश गुरुङ। म चाहिँ सिन्धुपाल्चोकबाट हो। मेरो घर चाहिँ मेलम्चीमा छ। अहिले हालसालै काठमाडौँमा बसिरहेको थिएँ। जापान आएको चाहिँ 1 वर्ष जति भयो। रमाइलो छ। अब लाइफ यस्तै हो, जहाँ पनि दुःख सुख गर्नै पर्छ होइन, कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ। त्यसै सिलसिलामा आज हामी निगाता जाँदैछौँ। रमाइलो छ, राम्रो मौसम छ। लगभग कुन एरियातिर छौँ हामी अहिले यो गुम्बाですか？まだ埼玉、もう少しで来るの。अहिले हामी साइतामामा छौँ। रमाइलो छ ठाउँहरू अहिले। अब सकिन लागेको छ अरे, अब गुम्बा आउन लागेको छ। राम्रो छ, सिनहरू राम्रो छ, भ्यूहरू राम्रो छ। किप ट्युनिङ अन, विल सो यु अराउन्ड। एग्रिकल्चरको फिल्डहरू, एग्रिकल्चर हुँदैछ त्यहाँ पनि। चाचु सानमा निगाता नान खाइ।新潟もう10回以上行ってるよ、多分。10回。まあでも坂本さんとさ会って、はい。もうずっと行ってる。10回ぐらい行ってんかな。はい。1回泊まりでも行ってる。泊まりで。はい。その時は奥さんと子供たち連れてって、俺と社長は仕事してて、で奥さんたちはホテルで遊んでた。いいとこだよ、新潟でも。एकदम राम्रो ठाउँ छ भन्ने हुन्छ निगाता पनि। अलि सिनहरू युरोपियन स्टाइलको छ, घरहरू होइन, रमाइलो छ त्यहाँनिर। हिउँ पर्दाखेरि चाहिँ रमाइलो हुन्छ होइन। यो पालि आउन पाइएन हिउँ खेल्नलाई। अब अर्को प्रोबेबली वेलकम नेक्स्ट इयर अगेन। साचु सा निगाता कानागावा खारा निगाता वा दोनो गुरा 4時間ぐらい。遠い。
दुई देश 4 घन्टा जति लाग्छ भन्दै हुन्छ। hours 100 speed 100 plus speed 4 hours あそこの橋あるじゃん。はいこのはいは新幹線の道路。この橋ね。新幹線 यतापट्टि そう新幹線。 यो माथि देखेको चाहिँ ट्रेन लाइन हो भन्ने हुन्छ सिन्कासेनको बुलेट ट्रेनको बुलेट हो। ट्रेनको लाइन उनीबाट चाहिँ रहेछ। हेलो साथीहरू, अहिले चाहिँ हामी रेस्ट गर्नुको लागि यो ठाउँमा आएका छौँ। एकदमै रमाइलो ठाउँ छ, एकदम खुसी लागिरहेछ। आजको बसाइ एकदम रमाइलो भइरहेछ। निकेताको लागि गइरहेछौँ। सो वा एकदम दामी रमाइलो ठाउँमा आयो यार है छ। अहिले झन् रमाइलो छ उता। ल चस्मा लगाएर घुम्नु नि त। मेरो फोटो खिचिदिनु न ल एकदम दामी ठाउँमा आयो यार सर, यहाँ हेर्नु त। यसको हेर्नु होइन, यो ल ठिक छ। ए फोटो हो। हाम्रो साथीले कहाँ लाली गुराँस देख्नु भयो अरे। लाली गुराँसै हो त। ओहो लु, जापानमा पनि लाली गुराँस है। ल एकदम खुसी लागिरहेछ। कुन खालको लाली गुराँस हो यो? लाली गुराँस ल जापान। सकुन नेपाल त कोनो आखै देश खरा। नेपाल के भन्छ, राष्ट्रिय के भन्छ नेपाल नेसनल फ्लावर। वाह है बब्बाल छ यार। वाह इचिबान के रहेछ। これが雪ですか? はい、माथिको चाहिँ हिउँ रहेछ। दामी लाग्यो यार। नेपालको किल्ला है। बबाल हो। क्यामेराले जस्टिस गर्छ। यहाँ आउनु न, यहाँ क्वालिटी हेर्नु न। उतो यहाँ त ठिक छ कि उतो निकाल्नु। अहिले भिडियो छ सर, यतिको छ, यतिको देखिरहेछ है। माउन्टेन रेन्जको हिउँहरू अरे। अहिले 5औं महिना चलिरहेछ यहाँनिर, तर पनि यतिको हिउँहरू परेर बसिरहेछ।
みんなで撮ろうよ、みんなで。アイスさん、それで撮って。はい。केटाहरूको लागि रेडी छ है खेतहरू। यही हो खेतहरू। हामी अगाडि दामी छ लोकेसन।